साथीहरू हेर्नुहोस् न हामीले कहिलेको पैसाहरू आएको रहेछ हामीलाई त थाहा पनि छैन होइन कति रुपियाँहरू छेर बढेको पैसाहरू छ लाखदेखिको लिएर सबै बटुलेर राख्नुभएको रहेछ हो बुढी मान्छेले चाहिँ यस्तो हुन्छ हेर्नुहोस् त मिठो कुरोहरू पनि बटुलेर राख्नुहुन्छ सम्हालेर राख्नुहुन्छ दुलो परेको पैसा किन 20 पैसा कन्ची चारा दुलो भएको पैसा चाहिँ के को पैसा हो हामी यहाँ दुलो भएको छ नि त्यस्तोहरू राख्नुभएको रहेछ हेर्नुहोस् न छोरा न नदेखेको पैसा नि त छेर परेको पैसाहरू राख्नुभएको छ हेर्नुहोस् त कति सम्हालेर राख्नुभएको छ हेर्नुहोस् न खै एक त देख्दैन रहेछ त 25 पैसा रहेछ 20 पैसा 10 पैसा दुई कन्ची है हामी यो कन्चीको पैसा यो एक कन्ची एक कन्ची रहेछ 50 के पो 50 पैसा उहिलेको दुलो भएको पैसा हामीलाई पनि थाहा छैन कति रुपियाँ हो हामी यो कति हो त्यो 1 पैसा होला त्यो यो त 1 पैसा त एक कन्ची पैसा एक कन्ची चार आना खै पो यी 25 पैसा अहिले त हराइसकिसक्यो यो पैसाहरू यो चाहिँ कति पैसा हो हामी यो कति पैसा हो यो एउटाको पैसाहरू रहेछ यहाँ त 8 आना 50 पैसा भएर यहाँ चाहिँ हामीलाई नानीले दिए